म चाहिँ भ्लग बनाउन छोड्न आँटेँ। त्यसो फ्रेन्डसिप पनि गर्नु हुँदैन होइन। धुन आएर अनि सब्सक्राइबर नभरेर म हस्पिटल जान आँटेको। सो यो कारणले पनि बडी बढेको होइन। हेलो गाइज, वेलकम टु माई च्यानल। इट्स मी जिजन श्रेष्ठ। न्यू डे न्यू भ्लग। सो गुड मर्निङ सबैलाई। चाहिँ अहिले चाहिँ बिहानको 7 बजिरहेको छ। म उठ्न चाहिँ अलिक छिटै नै उठेको अनि म चाहिँ रेडी सेडी भएँ होइन। एक्सर्साइज गरेँ किनकि एक्सर्साइजमा आजकल चाहिँ 2 दिनदेखि म एक्सर्साइज गर्न थालिरहेको छु किनकि पेट अलि अगाडि बढिरहेको छ होइन पेट। अनि सो त्यसले चाहिँ म 2 दिनदेखि एक्सर्साइज गर्न थालेको छु। अनि अब चाहिँ म के अरे आज चाहिँ म हस्पिटल जान आँटेको। सो यो हातहरूमा मेरो अलि के अरे अलि सुन्निएको टाइपको आएको छ, गेडाहरू जस्तो आएको छ। सो त्यही देखाउन लागि चाहिँ म हस्पिटल जाँदैछु। अनि के म चाहिँ फर्स्ट चाहिँ एउटा कुरा चाहिँ के भनेपछि म चाहिँ भ्लग बनाउन छोड्न आँटेको थिएँ किनकि त्यस्तो भ्यू नआएर अनि सब्सक्राइबर नभरेर अनि भ्लग नबनाऊँ अब छोडिदिउँ होइन। तर बनाएर केही फाइदै छैन, आउँदैन भ्यूहरू। अनि सो हिजो राति चाहिँ 18 भ्यू थियो अनि सब्सक्राइबर 49 थियो। अनि त्यसै मैले सोचेँ अब हेरौँ न त आज होइन। अनि के अरे अब अहिले भ्यू बढेको छ भने चाहिँ म भ्लग बनाउँछु, स्टार्ट गर्छु होइन। इफ बढेको छैन भने चाहिँ म बनाउँदिनँ भनेर बसिरहेको थिएँ। अनि टक्क मैले बिहान उठेपछि नै मैले युट्युब नै खोलेको। अनि युट्युब खोलेर त्यसैले मैले हेरेको। अनि त्यसमा हेरेको त के अरे हेरेको अनि बढिरहेको रहेछ होइन। 4 भ्यू यस्तै बढिरहेको रहेछ। एउटा सब्सक्राइब पनि बढेछ। सो त्यसमा अलि के फिल भयो भनेपछि लेट्स ट्राई होइन। हुन्छ कुनै दिन एक न एक दिन ग्रो हुन्छ होइन। अनि ग्रो हुन्छ एक न एक दिन। अनि के अरे हिम्मत नहार होइन, ट्राई गरिराख के हुन्छ कि जस्तो भयो। अनि त्यसैले मैले ल ठिकै छ नि त। अनि आज हस्पिटल पनि गइरहेको थिएँ। ल आज पनि बनाइदिउँ न त। 3-4 दिनदेखि मैले होलीको दिन मात्रै बनाएको थिएँ, त्यसपछि बनाइनँ है। त्यस्तो भ्यू नै आउँदैन नि त, सब्सक्राइब नै पर्दैन। त्यसैले मैले अब चाहिँ छोडी नै दिउँ, बरु जबहरूमा फोकस गरौँ यस्तो सोचिरहेको थिएँ। सो अब चाहिँ सोचेँ अब यसमा पनि थोरै फोकस गरिदिउँ। अनि अब चाहिँ म हेरौँ आज पनि कस्तो आउँदो रहेछ, सब्सक्राइब बढ्दो रहेछ किन छैन है। बढ्यो भने चाहिँ म अब फेरि कन्टिन्यू गर्छु, न त सायद छोडिदिन्छु होला म भ्लग बनाउन। सो म चाहिँ अब रोड पुगेँ। अब म अगाडि सफारीको वेट गर्छु, ढिलो भइसक्यो। त्यसपछि जान्छु म हस्पिटलतिर। सो म चाहिँ त्यहाँ के अरे वेट गरेको सफारीको, तर सफारी नै भेटेन। अनि एकछिनसम्म वेट गरेँ। अनि टाइम पनि हेरेँ अलि ढिलै हुँदो रहेछ। अनि त्यसैले म चाहिँ अनि उताबाट चाहिँ म यताबाट आइदिएँ होइन। अनि के अरे अब म यताबाट जान्छु होइन। किनकि अब हिँड्दै जाउँ। मैले चाहिँ के सोचेँ भनेपछि हिँड्दै जान्छु होइन। हिँड्दै गयो भने एक्सर्साइज नै हुन्छ फर्स्ट कुरा। अनि अब चाहिँ ढिलो नै भइसक्यो, अब मान्छे त उभिएकै हुन्छ। अब के अरे ढिलो नै भइसक्यो। म बर्तमान राम्रो हिँड्दै जाउँ, एक्सर्साइज नै हुन्छ होइन। सो घुम्दै फर्स्ट धेरै दिनपछि चाहिँ के अरे म हिँड्दै आएको होइन। न त एक्चुअली म के अरे साइकलमा काममा जान्थेँ होइन। अनि नत्र के अरे सफारीमा होइन। अनि धेरै भयो यतातिर पनि नघुमेको होइन। अनि त्यसले चाहिँ आज चाहिँ म यताबाट घुम्दै जाउँ होइन। यो चाहिँ हाम्रो के अरे मसान घाट। एक्चुअली यहाँ मान्छेहरू जलाउँछन् होइन। अनि के अरे अलिक फेमस नै छ विराटनगरको होइन। यहाँ मान्छे अलिक फोटोसुटहरू पनि गर्न आउँछन् होइन। एकदम दामी ठाउँहरू छ होइन यहाँ चाहिँ। म चाहिँ भित्र पसिनँ होइन किनकि अलि मलाई ढिलो भइरहेको छ होइन। अन्त म भित्र पस्दिन्थेँ होइन। पस्छ तपाईँलाई म देखाइदिन्थेँ होइन। कुनै दिन देखाइदिन्छु तपाईँलाई होइन भित्र कस्तो छ भनेर होइन। अनि यहाँ शिवजीहरूको मूर्ति छ होइन। अनि अरू छ होइन। एक्चुअली सबभन्दा धेरै राम्रो चाहिँ मलाई शिवजीको मूर्ति लाग्छ होइन यहाँको। एकदमै दामी छ होइन, एकदम ठुलो पनि छ होइन हाइटमा। अनि फोटोसुटहरू पनि गर्दाखेरि राम्रो देखिन्छ होइन। अनि डेकोरेसनहरू छ होइन, हरियालीहरू धेरै छ। अनि त्यसै कारणले चाहिँ फोटोसुट गर्न चाहिँ एकदम बवाल ठाउँ होइन यो चाहिँ। पहिला चाहिँ म आउँथेँ होइन फोटोसुट गर्न लागि साथीहरूसँग। अहिले चाहिँ म आउँदिनँ होइन। अनि किनकि
धेरै जस्तो के भनेपछि पहिला चाहिँ के थियो भनेपछि अहिले 2-3 दिन चाहिँ म छिटो उठ्न थालेको छु होइन। अनि पहिला चाहिँ के थियो भनेपछि म जब गर्थिनँ होइन। अनि जतिखेर पनि जान पाइन्थ्यो होइन। केटाहरूले फोन गर्थ्यो जो आज फोटोसुट गर्ने भनेर होइन। अनि त्यही फोटोसुट गर्न आउँथ्यौँ होइन पहिला चाहिँ। अनि अहिले चाहिँ त्यस्तो भ्याउँदैन। बिहान अब के अरे कहिले 9 बजे कहिले 10 बजे उठिदिन्छौँ होइन। अनि त्यसपछि डाइरेक्टली फटाफट स्पिडमा खानासाना खायो होइन। अनि त्यसपछि के अरे खानासाना खाएर डाइरेक्टली अनि त्यसपछि के अरे निस्किहाल्थ्यो क्या म जबमा। अनि त्यसैले अहिले आजकल चाहिँ त्यसै कारणले पनि भोडी बढेको होइन। अनि के अरे अनि म जान पनि पाउँथिनँ केटाहरूसँग होइन। 1-2 दिन चाहिँ बोलाएको थियो अनि मैले भन्दै म यहाँ आउनै पाउँदिनँ होइन जबको कारणले। किनकि ढिलो हुन्छ मलाई जब जान लागि होइन। अनि त्यसैले उनीहरूले पनि आजकल त्यति बोलाउँदैन होइन। अनि अहिले उनीहरू पनि अहिले जब सब गर्न थालेको छ। कोही काठमाडौँमा छ कोही कहाँ छ होइन। अनि म पनि अब के अरे म पनि अब यहाँ छोड्न आँटेको। म पनि काठमाडौँतिर ट्राई गर्न आँटेको। दाइलाई मैले दाइ मेरो त्यहीँ हुनुहुन्छ नि त। अनि दाइलाई के अरे भनेको छु मैले के अरे जब खोजिदिनु भनेर दाइले खोजिदिइराख्नु भएको छ। अनि अब म चाहिँ के अरे 1 हप्ता 2 हप्तातिर म निस्किन्छु होला यहाँदेखि काठमाडौँ। अनि त्यसपछि के अरे उतै जब गर्ने भन्ने प्लान छ होइन। अनि त्यही जब गरेर अनि त्यतिर अलि सेटल होम। त्यहीँको इन्भाइरोमेन्टहरू कस्तो छ उताको इन्भाइरोमेन्ट अलिक बवाल छ नि त होइन। सोचाइहरू मान्छेहरूको पनि अलिक धेरै चेन्जेस छ। अनि त्यसरी त्यहीँ ट्राई गरौँ म। अनि त्यहाँको के अरे इन्भाइरोमेन्टहरू लिउँ होइन। अनि मान्छेहरू कस्तो हुँदो रहेछ नयाँ मान्छेहरू भेट्न मजा आउँछ नि त लाइफमा। किनकि केही कुरा सिकिन्छ नि त नयाँ मान्छेसँग होइन। नयाँ मान्छेहरूसँग कसैको सोचाइ कस्तो हुन्छ होइन। अनि फ्युचरमा पछि काम लाग्छ। कोही मान्छे के अरे मेरो आजकल चाहिँ कस्तो मान्छे भनेपछि आजकल कोही मान्छेले हेऱ्यो भने अलि झट्ट चिनिहाल्छु क्या म यो मान्छे यस्तो टाइपको छ भनेर। जज टाइपको हुन्छ होला। तर एक्चुअलीमा त्यो मान्छे त्यस्तो पनि निस्केको पनि छ क्या मैले सोचेको जस्तो होइन। अनि धेरै जस्तो फ्रेन्डसिप पनि गर्नु हुँदैन होइन। इट्स टु मच हार्मफुल होइन। धेरै एट्र्याक्ट चाहिँ नहुनु के इमोसन चाहिँ धेरै नहुनु होइन। धेरै इमोसन भयो भने चाहिँ कस्तो हुन्छ भनेपछि उसको एक्सनले एकदमै हर्ट गर्दो रहेछ क्या। अनि त्यो कुरा चाहिँ मैले धेरै सिकेँ होइन। अनि सो अब नेक्स्ट टाइमदेखि चाहिँ म त्यति फ्रेन्डसिपमा इमोसन चाहिँ फुल हुँदैन होइन। इमोसन चाहिँ धेरै गर्दिनँ होइन। अनि त्यही नै कुरा हो। अब चाहिँ म यहाँ अब अगाडि गएर लाइन लाग्छु म। अनि के अरे अगाडि चाहिँ के अरे फुलै लाइन लाग्यो जस्तो लाग्यो साइडदेखि हेरेको। छिटो कुद्नु पऱ्यो। लाइन लागिरहेको छ भयङ्कर नै लाइन लागेछ हौ। के अरे 8-9मा आइपुगेको। अनि पनि कस्तो भिड रहेछ यार। झन् अघि नै छिटो आएको भए नि भिडै हुने रहेछ। तर लास्ट ठुलो लाइन लागेको छ आज चाहिँ। अरू दिनभन्दा चाहिँ आज त अलि ठुलो लाइन लागेको रहेछ। म चाहिँ एकछिन यहाँ बस्नु पर्यो जस्तो छ। अलि लाइन ठुलो नै भएन। एकछिन आराम नै हुन्छ भने त्यो मैले चाहिँ लिइसकेँ। मेरो 16 नम्बर परेको रहेछ। अनि अलिक छिटै हुन्थ्यो। तर के एउटा उताको मान्छे के अरे थोरै केही काम भयो उता साइड जानुभएछ। अनि त्यसलाई म चाहिँ माथि जान्छु के अरे पुर्जी राखिदिन्छु। अनि त्यसपछि चाहिँ एकछिन बस्नुपर्छ होला टाइम लाग्छ होला। म चाहिँ हस्पिटलदेखि आएँ होइन। अनि के अरे बाटोमा के सवार चढ्न आँटेको थिएँ। अनि त्यसपछि के एउटा साथी भेटिए नै हाल्यो सानैकै। अनि त्यसपछि हामी के अरे म चाहिँ त्यसको बाइकमा चढेर आएँ। अनि के अरे चेक गर्दाखेरि चाहिँ के भयो यसमा के भएको रहेछ भनेपछि बोसो के अरे भरेको रहेछ अरे। बोसो आएको रहेछ अरे। त्यसै कारणले यस्तो भएको रहेछ। कोलेस्ट्रोल भएको रहेछ अरे। अनि के अरे अनि ब्लड चेक गर्नुपर्छ भन्नु हुँदै थियो। अनि के अरे खाली पेटमा गर्नुपर्ने रहेछ। मैले चाहिँ केही
बिहानै खाएको थिएँ अनि त्यसैले के अरे मैले चेक गर्न पाइनँ मैले आज अनि सायद म भोलि फेरि जानुपर्छ होला हस्पिटल भोलि चाहिँ शनिबार हो त्यसैले के अरे कोशी हस्पिटल बन्द हुन्छ होइन अनि त्यसैले के अरे म पर्सितिर जान्छु होला चेक गर्न लागि अनि अपरेसन गरेर निकाल्न मिल्छ अरे तर के अरे अपरेसन नगर्नु भन्नुभयो किनकि हात के अरे दाग बस्छ भनेर अनि त्यसपछि दबाई नै पहिला एकचोटि ब्लड चेक गर्नु त्यसपछि रिपोर्ट आउँछ त्यसपछि दबाई दिनुहुन्छ होला अनि त्यसपछि के अरे त्यो दबाई खान्छु त्यो दबाई खाएर चेक गर्नुहुन्छ अरे अनि निको भयो भने ठिकै छ अरे अनि निको भएन भने चाहिँ अपरेसनै गर्नुपर्छ सायद भन्नु त्यस्तो टाइपको कुरा गर्नुहुँदै थियो तर अपरेसन चाहिँ भन्नु भएन मलाई तर कुरा चाहिँ त्यस्तै गर्नुहुँदै थियो अनि सो अब चाहिँ म घर पुगेँ होइन अब चाहिँ म घर पुगेँ सो आजको भ्लगमा यही एन्ड गर्छु होइन अनि सो गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो अनि किप सपोर्ट है सपोर्टको एकदमै जरुरी छ होइन लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद छ है मनदेखि